हेलो, के छ खबर? आज चाहिँ हामी लगभग 15-16 दिनको बसेपछि चाहिँ टक्क बुकारेस्टबाट फोक्सानतिर जाँदैछौँ। अब लगभग 16 दिन जति भयो। अब हामी फोक्सान जाँदैछौँ आज। हेरौँ आजको अब गर्ने कस्तो हुन्छ। रुममा गएर अब दसैँ मनाउनु पर्नेछ। दसैँ त गइसक्यो, त्यही पनि अब मनाउन पाइएन। अब रुममा गएर हामी दसैँ मनाउँछौँ है त। हामी चाहिँ जस लगभग 3 घण्टाको सवारपछि चाहिँ फोक्सानी आइसकेका छौँ। अब फोक्सानीमा आइसकेपछि हामी चाहिँ यहाँनिर अब केही सपिङ गर्नुपर्ने छ। केही सपिङ गरिसकेपछि हामी फेरि रुमतर्फ जान्छौँ। हामीले अहिले खसीको मासु चाहिँ नभेटेको अवस्था। केटाहरूले जस खोज्दैछ, हेरौँ अब पाइन्छ कि पाइँदैन। चाहिँ पोर्कै मात्रै छ यार। अहिले चाहिँ हामी पुरा खसीको मासु खोज्न हिँडेको। यहाँनिर खसीको मासु नै पाइएको छैन। हेर्दै जाउँ अब के मासुहरू छ। खसीको मासु नभएपछि हामी फेरि यसो सब्जी मन्डीतिर छिरौँ न भनेर सब्जी मन्डीतिर पनि छिर्यो, जहाँ चाहिँ ठ्याक्कै नेपालकै भाइब्स दिने सब्जी मन्डी टाइपको बजारहरू लाग्दो रहेछ। जो सब्जी मन्डी एकछिन घुम्यो, सागसब्जीहरू पनि किन्यो, टमाटर प्याजहरू पनि किन्यो। अनि त्यहाँबाट हामी फेरि सामान किनेर अब रुमतिर जाने भनेर त्यहाँबाट पनि हामी निस्केर बाहिर लागियो। तर हामीलाई के जानकारी आयो भने त्यहाँ हाम्रो एकजना साथीको बाख्रा फर्म छ अरे, त्यहाँनिर खसीहरू पाउँछ भन्ने कुरा हामीलाई त्यहाँबाट हाम्रो यहाँको रोमानियन साथीले जानकारी गराउनु भयो। त्यसपछि हामी त्यहाँ खसी हेर्नको लागि त्यतातिर लाग्यौँ। त्यसपछि हामी सिधै खसी फार्मतिर लाग्यो र जहाँ हामीले खसी पनि भने जस्तै पाइयो र एउटा खसी पनि किनियो। खसी किनेर ल्याएर रुममा व्यवस्था गरियो र यसरी हाम्रो भाइले चाहिँ टक्क खसीको चाहिँ अब पिस बनाएर काट्दैछन् हाम्रो भाइले, मिसाल भाइले। अब हामीले चाहिँ टक्क यो खसीको चाहिँ पिस छुट्याएर राखेर यसको आइटमहरू अब दसैँमा त जे होस् हामीले अब रमाइलो गर्न पाइएन। अब अहिले छुट्टी छ, 3-4 दिनको छुट्टी छ। यही छुट्टीमा चाहिँ हामी अब दसैँ सम्झेर रमाइलो गर्नेछौँ। जेस रमाइलो भयो, रुममा बसेर अब रमाइलो गरिन्छ, सेलिब्रेसन गरिन्छ। यस्तै हो परदेशी जिन्दगी, के गर्नु र। जेस रमाइलो भयो।